सो यो फिल्डमा चाहिँ नेपालमा चाहिँ बढी के समस्या देख्नु भएको छ यो अर्थोपेडिक्ससँग रिलेटेड? अब नेपालमा चाहिँ हजुरको यसलाई यसरी भन्नुपर्छ, यसमा एउटा एट्रोम्याटिक हुन्छ। हजुर। एट्रोम्याटिक भनेको चोटपटक नलागिकन लागेको कन्डिसनहरू क्या, लडेकै छैन तर विभिन्न कन्डिसनहरू, जस्तै घाँटीको हड्डीहरू खिन्ने, मेरुदण्डको तल्लो मेरुदण्डको हड्डीहरू खिने, लडेको छैन तर लडेको छैन, बिस्तारै आफै खिरहेछ, जोड्नीहरू खिने होइन, त्यसपछि गएर हातको नसाहरू सुन्निने होइन, लेप्रोसीहरूमा सुन्निन सक्छ, त्यसपछि गएर कुनै ट्युमरहरू हुनसक्छ, त्यसपछि हजुरको भिटामिन डी को कमीले गर्दाखेरि अनि त्यसपछि हड्डी मक्खिने रोगहरूले गर्दाखेरि हुनसक्छ। उहाँलाई हड्डीको रोग नभए पनि अरू छरछिमेकीको रोगले गर्दाखेरि पनि हड्डीको रोग हुनसक्छ, जस्तै मृगौलाको रोग भएर हड्डीको रोग भएको त्यो हुनसक्छ।